हेलो वेलकम टु माई न्यू भिडियो। आजको भिडियोमा चाहिँ यो हो कि मेरो हस्बेन्डले मेरो लागि गिफ्ट लिएर आउनुभएको थियो। यो भाइरलवाला थियो कि अनि मैले चाहिँ मेरो हस्बेन्डलाई काफी दिनदेखि भनिरहेको थिएँ मलाई चाहिँ यो ल्याइदिनु भनेर भनिरहेको थिएँ, तर मान्नु भएको थिएन, सुन्नु भएको थिएन। अहिले पैसा छैन तिमीलाई किन लिनु पर्यो भनेर भन्दै हुनुहुन्थ्यो होइन। तर के भन्छ अरे म चाहिँ रिसाएको थिएँ मेरो हस्बेन्डसँग, म रिसाएको थिएँ। अनि त्यहाँबाट उसले चाहिँ मलाई मनाउनको लागि मलाई मनपर्ने चिज लिएर आइदिनु थियो, भाइरलवाला यो होइन। के भन्छ अब यसको नाम त थाहा भएन मलाई। अनि म पनि खुसी भएँ, म पनि मानेँ कि म फेरि कस्तो छु भने एकैछिनमा रिसाउने एकैछिनमा मान्ने खालको मान्छे छु कि कस्तो छु म, कस्तो हो भन्ने मलाई पनि थाहा छैन कि। मन पनि उत्तिखेर दुख्छ उत्तिखेर मानिहाल्छु म। अनि मैले पनि मेरो हस्बेन्डले बुझ्नै सकेको छैन, उत्तिखेर रिसाउनुहुन्छ उत्तिखेर ऊ पनि फकिहाल्नुहुन्छ क्या फेरि। अनि चाहिँ म रिसाएको भएर मेरो बुढाले मलाई फकाउनको लागि यो ल्याइदिनु। अनि यो चाहिँ त्यही खोल्नै नसकेको, मैले यति खोल्ने कोसिस गरेँ तर मैले खोल्नै सकिनँ। अनि लास्टमा त फोडिदिउँ क्या जस्तै ल्याइरहेको थियो तर मैले फोडिनँ। म ट्राई गरिराखेँ तर मैले चाहिँ सकिनँ यो खोल्नलाई। अनि आखिरमा त नलाएर मैले मेरो हस्बेन्डलाई खोल्न भनेँ। अनि यो चाहिँ मेरो हस्बेन्डलाई खोल्दै हुनुहुन्छ। अनि कस्तो कलरको चाहिँ पर्दो रहेछ भनेर चाहिँ म चाहिँ एक्साइटेड थिएँ क्या। अनि पछि त वाइट कलरको देखियो भित्र होइन। अनि वाइट कलरको देखियो भित्र, अनि वाइट कलरको माथिले निकाल्यौँ। अनि निकालेर हेऱ्यौँ यति सानो हुँदो रहेछ। अनि रिसायो भने चाहिँ यस्तो पनि पाइँदो रहेछ क्या है। नरिसाइकन माग्यो भने चाहिँ नपाइँदो रहेछ, ल्याइदिन्न भन्नु त पैसा पनि नहुँदो रहेछ। रिसाएपछि त पैसा पनि आउँदो रहेछ बुढाहरूसँग हेर्नु न, यस्तो सेतो कलरको पाइरहेको क्या मलाई फेरि चम्किला कस्तो मन पऱ्यो क्या मलाई। फेरि कति महिनादेखि मलाई यो लिन्छु भनेर सोचिरहेको थिएँ तर लिनै पाएको थिइनँ क्या है। अनि त्यसपछि नेक्लेसमा हाल्नु पऱ्यो भनेर पछाडि खोल्न हेरेको, अनि म खोल्न सकिनँ। मैले भने यत्तिकै हालिदिनु। यसमा चाहिँ एउटा इयररिङ थियो, त्यसपछि अङ्गुठी थियो, अनि त्यसमा नेक्लेस पनि थियो त्यसको। अनि त्यसमा हाल्नको लागि आएन मलाई। अनि मैले भने बरु हालिदिनु न त हजुरले, मलाई त हाल्न आएन भने यो खोल्ने कोसिस गर्नुभयो। उहाँले पनि यो खोल्न सक्नु भएन क्या। अनि त्यत्तिकै चाहिँ हामीले चाहिँ के गर्यौँ भने यत्तिकै नखोलिकन चाहिँ अनि त्यसको भित्र नि अनि त्यत्तिकै हालिदिउँ कि हामीले। अनि गयो भने त्यो यसरी नै हालिदिउँ हामीले। के गर्नु त अब नआएपछि नखोलेपछि अब खोल्ने त ट्राई गर्दै नखोलेको। अनि मेरो बुढाले अनि फेरि झऱ्यो क्या। अनि हाल्न म त हराएछ क्या भन्ने टेन्सन परिरहेको थियो। अनि हराएन। अनि फेरि भेट्यो अनि फेरि खोजेर त्यसपछि फेरि हाल्नुभयो। यसरी नै हाल्यो, हामी त खोल्न जानेनौँ कि हाम्रो देशी जुगाड हो कि यो फेरि यस्तो त्यस्तो गरेर। अनि मेरो हस्बेन्डले लगाएर देखाउन भन्दै हुनुहुन्थ्यो तर मलाई अहिले लगाउन मन छैन, बरु मेरो अलरेडी घाँटीमा छ यो, त्यही भएर चाहिँ मैले पछि लगाउँछु भनेर चाहिँ मैले राखेँ।